त्यो भइरहेको छ। जिसु ख्रिस्टबाट কৈছে यीशु ख्रिस्टले भन्नुभयो lukewarm Christian तो ताई vomit गर्न फलाइदिएको छ अनि तातो चिसो नातामा चिसो भएको क्रिस्चियनलाई चाहिँ फेरिदिन्छ भन्नुभयो। हामी kan Christian पुरैदेखि नरक तिर जाने के लाभ छ हामी क्रिस्चियन भएर चाहिँ नरकमा गएर केही फाइदा भएन। salvation तो नपाइसकेले के लाभ छ हामी मुक्ति पाएर चाहिँ के लाभ छ? Oh, Rinashanda, Jesus, hallelujah. we welcome you, Holy Spirit. More power in this room, more anointing in this room. Hallelujah. शक्तिशाली तपाईले अभिषेक गर्नुहोस्। We invite you this morning. Hallelujah. आज हामी चाहन्छौँ तपाईको As the word say, तपाईको वचनले भन्दछ where 2 or 3 comes together in the name, you are there in the midst. जहाँ पनि दुई तीनजना भेला हुन्छन् त्यहाँ म तिनीहरूको बीचमा हुनेछु। And this morning we are here in the name of the Lord Jesus आज यो Christ. बिहानी समयमा हामी यहाँ जम्मा भएको छौँ। आज morning हामी kan Jesus Christको नामले यति जम्मा भएका छौँ. आज बिहानै फेरि पनि हामी प्रभुको नाममा भेला भएका छौँ। ईश्वरको आत्मा मुखी जने बोले दिया से दिया. परमेश्वरको आत्मा हामीमा आउन चाहनुहुन्छ। विश्व मनो आत्मा दे ब्रेक थ्रू पाएको छ. हालेलुया. आत्मिक खोराकहरू पाएको छैन भन्दैछ धेरैले। ईश्वरको आत्मा प्रभुको आत्मा मुखी जने बोले दिया से दिया. पवित्र आत्माले आज गर्न गइरहेको छ कि विश्व मनो क्रिस्चियन होइଯାଇଛି. धेरै क्रिस्चियन भए हलबी पहिला कोरोना लगा आतात पर आउने एक भन्देखि नासे गएछ. तर पनि पहिलाको स्वभावहरू गुणहरू चाहिँ छोडेको छैन भनेको छ। आफ्नी पुराना नियम तो छरवले नपरेकिन आसे गएछ रे. पहिले गरिआएको नियमहरू कहिले छोड्न सकेको छैन भन्दैछन्। क्रिस्चियन होइଯାଇଛି हलबी पुराना नियम ते ही बेराइयासे गएछ भन्ने क्रिस्चियन मंगसुले. भए पनि पुरानो नियममा नै बसिरहेको छ भन्दैछ। आत्मा ते नहोइ गएछ देखो मामान तो बोले. आत्मामा होइन कति चाहिँ भन्दैछ। आज जिसु ख्रिस्ट आपके ब्रेक थ्रू दी बोले से हालेलुया. आज